तपाईले बौद्ध चैत्यहरू त पक्कै देख्नुभएको छ होला। उक्त चैत्यको चार दिशामा चार बुद्धको प्रतिभा पनि पक्कै देख्नुभएको हुनुपर्छ। ती चार बुद्धहरूमध्ये उत्तर दिशामा रहेको बुद्धको शिरमा नागको छत्र राखिएको पनि देख्न सक्नुहुन्छ। यदि हामी कुनै स्थानमा दिशा भ्रमित भयौं भने यी चैत्य हेरेर नाग ओरेको बुद्ध रहेको दिशा नै उत्तर दिशा हो भन्ने ठम्याउन सकिन्छ। उत्तर दिशामा रहने यस बुद्धको नाम अमोद सिद्धि बुद्ध हो। यस बुद्धको वर्ण हरियो रंगको हुन्छ। अमोद सिद्धि बुद्ध जहिले अभयदान मुद्रा अर्थात एक हात काखमा राखी गुलपात्र समाइरहेको र अर्को हातले वरदान दिइरहेको मुद्रामा रहने गर्दछ। पञ्चबुद्धहरूलाई पञ्चतत्वको रूपमा पनि परिभाषित गरिएको पाइन्छ, जसमध्ये अमोद सिद्धि बुद्धलाई पृथ्वीको संज्ञा दिइएको छ। अमोद सिद्धि बुद्धको बुद्ध क्षेत्र अमोदवती भुवन हो। तपाईले बौद्ध चैत्यहरू त पक्कै देख्नुभएको छ होला। उक्त चैत्यको चार दिशामा चार बुद्धको प्रतिभा पनि पक्कै देख्नुभएको हुनुपर्छ। ती चार बुद्धहरूमध्ये उत्तर दिशामा रहेको बुद्धको शिरमा नागको छत्र राखिएको पनि देख्न सक्नुहुन्छ। यदि हामी कुनै स्थानमा दिशा भ्रमित भयौं भने यी चैत्य हेरेर नाग ओरेको बुद्ध रहेको दिशा नै उत्तर दिशा हो भन्ने ठम्याउन सकिन्छ। उत्तर दिशामा रहने यस बुद्धको नाम अमोद सिद्धि बुद्ध हो। यस बुद्धको वर्ण हरियो रंगको हुन्छ। अमोद सिद्धि बुद्ध जहिले अभयदान मुद्रा अर्थात एक हात काखमा राखी गुलपात्र समाइरहेको र अर्को हातले वरदान दिइरहेको मुद्रामा रहने गर्दछ। पञ्चबुद्धहरूलाई पञ्चतत्वको रूपमा पनि परिभाषित गरिएको पाइन्छ, जसमध्ये अमोद सिद्धि बुद्धलाई पृथ्वीको संज्ञा दिइएको छ। अमोद सिद्धि बुद्धको बुद्ध क्षेत्र अमोदवती भुवन हो। तपाईले बौद्ध चैत्यहरू त पक्कै देख्नुभएको छ होला। उक्त चैत्यको चार दिशामा चार बुद्धको प्रतिभा पनि पक्कै देख्नुभएको हुनुपर्छ। ती चार बुद्धहरूमध्ये उत्तर दिशामा रहेको बुद्धको शिरमा नागको छत्र राखिएको पनि देख्न सक्नुहुन्छ। यदि हामी कुनै स्थानमा दिशा भ्रमित भयौं भने यी चैत्य